हेलो साथीहरु, वेलकम ब्याक टु माई अनदर भिडियो। म आज भन्दैछु अस्ट्रेलिया के हुन्छ र कस्तो हुन्छ, यहाँको बसाइ के हुन्छ, रियल कुराहरुको बारेमा कुरा गरौँ हैन। अब नेपाल छोडेर विदेश जानु भनेको हामी नेपालीको लागि एकदमै च्यालेन्जिङ कुरा हो। अनि हाम्रो यो कल्चर चाहिँ हुँदैन क्या। जस्तै हाम्रो प्यारेन्ट्सले हाम्रो बच्चा-बच्चीलाई फरेन ल्यान्डमा लग्ने, घुमाएर ल्याउने, होलिडेमा 1 महिना 2 महिना लगेर घुमाएर ल्याउने, हामी नेपालीको त्यो खालको लेभल चाहिँ छैन। र हाम्रो त्यो फरेन ल्यान्डमा जाने आफ्नो बच्चा-बच्चीलाई देखाउने चलन नै हुँदैन। जब हामी जान्छौं, हामी खाता लगाएर जान्छौं, अनि त्यो खाताको जिम्मेवारी भनेको हाम्रो जिन्दगीभरको जिम्मेवारी हुन्छ। जब देशको एयरपोर्टबाट खाता लगाएर हिँडिन्छ नि, हाम्रो एउटा मोटिभ लिएर हिँडेका हुन्छौं। कसैले रोजगारको सिलसिलामा हुन्छ भने कोही पढ्ने सिलसिला, तर बिहाइन्ड रिजन चाहिँ पैसा कमाउने सिलसिला। तर विदेशको ल पनि त्यस्तो छैन कि तपाई आएर टन्न पैसा कमाएर अनि आफ्नो मोजमा चाहिँ जिन्दगी नै त्यस्तो होला भन्ने चाहिँ मलाई यहाँको ल अनि यहाँको गभर्नमेन्टको त्यो बडी सिस्टमहरु त्यस्तो छैन। यिनीहरुले बनाएको हुन्छ। यो काइन्ड अफ ट्र्याप पनि हेर्दाखेरि ट्र्याप जस्तो पनि लाग्छ, तर कस्तो हुन्छ भने हामी आउँछौं काइन्ड अफ रिलिफ पनि हुन्छ। बिकज हामीले यो लेभलको यहाँको बेसिक राइट भन्दा हामी मुनि भइरा हुन्छौं, तर त्यहाँ चाहिँ हाम्रो नेपालको कम्पेरिजनमा हामी माथि नै भइरा हुन्छौं। भनेपछि उनीहरु धेरै अगाडि छन्। यो फरेन ल्यान्ड, यहाँको मान्छे, यहाँको गभर्नमेन्ट, यहाँको तरिका हाम्रो तरिका भन्दा धेरै अगाडि छ। र हाम्रो इकोनोमिक स्टेटस त्यो पनि एकदमै नाजुक छ। हामी खाता लगाउनुको कारण नै त्यही हो। हाम्रो अवस्था सुधार्नको लागि कुनै पनि युद्ध गर्न गइन्छ जित्नको लागि, र त्यतिखेर लगाइन्छ माला, त्यतिखेर लाइन्छ टीका, त्यतिखेर लाइन्छ खादा। र हामी नेपालीको लागि फरेन ल्यान्डमा जानु भनेको काइन्ड अफ एउटा सक्सेस ठाउँमा गएर चाहिँ बिल्डअप गर्नु र ब्याक त्यो खादाको चाहिँ जिम्मेवारी निभाउनु जस्तै हुन्छ। सो इजी छैन। फरेन ल्यान्ड हाम्रो लागि इजी छैन। तर जुन रेखामुनि हामी बाँचेका छौं नि नेपालमा, जुन अवस्थाबाट हामी परिवर्तनको लागि सपना बोकेका छौं नि नेपालमा, विदेशमा त्यो सपना पूरा गर्ने ठाउँ चाहिँ हुन सक्छ है। भएको टाइम, भएको एनर्जी यतिखेर खेर नफालेर विदेशमा सुरक्षित तरिकाले राम्रो ट्र्याक लिएर के गर्ने हो भने गर्न सकिन्छ जस्तो लाग्छ है। हाम्रो देशमा गभर्नमेन्ट त स्टेबल पाउँदैनौं हामी भनेपछि हाम्रो भविष्यको लागि सपोर्ट कसरी पाउँछौं? सो हाम्रो ब्याकअपको लागि एउटा गभर्नमेन्ट, एउटा इन्स्टिट्युसन केही पनि छैन भनेपछि डेफिनेटली हामीलाई नेपालमा गाह्रो छ। तर नेपाल नै छोडिदिनु पर्छ, नेपाल नै भुल्नु पर्छ भन्ने कुरा चाहिँ होइन। जस्तै सपोज म अस्ट्रेलियामा बस्दै गर्दा अब यो ठाउँमा मैले कमनली देखेको भनेको मान्छे वर्कलाई रेस्पेक्ट गर्छ। जुनसुकै काममा होस्, जुनसुकै कामको होस्, उसलाई रेस्पेक्ट चाहिँ गर्छ है। डोमिनेटिङ हेर्दैन, बसी बिहेभियर हेर्दैन। यो भन्दैमा चाहिँ देख्नै पाइदैन, हेर्दैन। कोही हुन्छ नेचरवाला देखाउँछन् आफ्नो पारा, तर के हुन्छ भन्ने लिगल्ली यो ठाउँमा नेपालमा भन्दा कम छ है। नेपालमा कुर्सीमा बसेको मान्छेले त्यो भन्दा अलिकति तल्लो मान्छेलाई चाहिँ मान्छे नै गन्दैन। सकेसम्म त आफ्नो रुमाल पनि धोइदे भनिदिन्छ। भनेपछि त्यो तरिका चाहिँ छैन यहाँ। तपाईले जुनसुकै फिल्डमा काम गरे पनि वर्क स्पेस पाइन्छ, 1 रेस्पेक्ट पाइन्छ, 2 त्यति मात्र हैन, तपाईको कमाएको पाइ रकम कसैले पनि एग्रीमेन्टमा काम गरेको छ भने कसैले पनि खादैन, ढिला पनि हुँदैन। अब क्याशमा गर्नेको कुरा छुट्टै होला, तर जुन हिसाबले जुन टाइममा एग्रीमेन्ट गरेको छ त्यो 1 पाइ टाइम पनि चुक्दैन। अनि हाम्रो यो इन्कम सेक्युरिटी पनि छ यहाँ। अनि स्टडीको कुरा गर्दाखेरि हामीले पढ्छौं नि, नेपालमा के गर्छौं 6-7 वटा 8-9 वटा विषय पढ्छौं, अनि त्यसको प्रेसर वर्षभरि नै हुन्छ। एक्जाममा मात्र होइन, वर्षभरि नै हुन्छ। बर्खे बिदाको त्यस्तै हुन्छ, हिउँदे बिदाको त्यस्तै हुन्छ, वर्षभरि नै त्यस्तै हुन्छ। तर यहाँ यस्तो छैन। यहाँ हप्तामा 2 दिन 3 दिन पढाइ हुन्छ, अनि यसको प्र्याक्टिकल कुराहरु पनि त्यतिकै लिइन्छ, र स्ट्रेस पनि त्यति हुँदैन। सो भन्दै गर्दा चाहिँ पढाइ नराम्रो छैन, यहाँ पढाइ राम्रो छ। हामी नेपालीको लागि, फरेन स्टुडेन्टको लागि चाहिँ पढ्नै भनेर आएको, घरबाट अफोर्ड भइरहेको विद्यार्थीलाई चाहिँ यहाँको पढाइ एकदमै फ्रुटफुल छ। तर हामी जुन आफ्नो सबै कुराहरु आफैले म्यानेज गरिरहेको छौं, हामी जस्तो मान्छेलाई चाहिँ डेफिनेटली यो कुरा हामीले जति पे गर्छौं त्यति हामीले गेन गर्न नसकौंला। तर कोही यस्तो मान्छे हुन्छ जसले एकदमै स्ट्रगल गर्छ सबै कुरामा हैन, त्यस्तो मान्छेहरु हुनुहुन्छ। त्यस्तो मान्छेहरुले चाहिँ
आफ्नो लागि यो पढाइबाट पनि राम्रो, नेपालमा भन्दा राम्रो क्वालिटेटिभ चाहिँ छ है। मलाई चाहिँ लाग्छ यहाँको पढाइ क्वालिटेटिभ छ, प्र्याक्टिकल छ, एक्सपिरियन्सलाई धेरै प्रायोरिटी दिन्छ जबमा पनि। भनेपछि सबै कुरामा ओभरअली यो ठाउँमा चाहिँ त्यति मात्र होइन, आउटडोर एक्टिभिटिज होइन, अरू कुराहरूमा पार्टिसिपेसनको कुरा पनि कमी छैन। र कम्युनिटी होइन, कम्युनिटी आफ्नो जोन, त्यो जोनको पनि कमी छैन क्या। अस्ट्रेलियाको कुरा गर्दा सबै छ, तर हिँड्न नजान्दा जिम्मेवारी बिर्सिँदाखेरि चाहिँ धेरै दुःख पाएको देखिन्छ। तर त्यस्तो पनि छैन। त्यो भएर साथीहरू अस्ट्रेलिया आउँदै हुनुहुन्छ भने यति चाहिँ पोजिटिभ हुनुहोस् कि त्यो फरेन ल्यान्ड हो, त्यो ठाउँमा म फ्युचर खोज्दै जाँदैछु, जो हरेक कुरालाई मैले चाहिँ एकदम पोजिटिभली डिल गर्दै हिँड्न पर्छ। वान डे आई विल गेट सक्सेस नभए पनि के भयो त, यति जिम्मेवारी बन्न सकिन्छ कि यो ठाउँमा आएर नेपालमा गएर पनि के गरी खान सक्ने, त्यो खालको एउटा मेन्टालिटी बनिन्छ। नेपालबाट आउँदाखेरि आफूले खाएको चिज जहाँ खायो त्यही ठाउँमा त्यो खाएको चिजको खोक्ला फाल्ने बानी थियो। यहाँ आइसकेपछि अब नेपाल जाँदाखेरि बानी के हुन्छ, त्यो फोहोर त्यतिकै फालिँदैन, त्यो फोहोरलाई बिन खोज्दै हिँड्ने। मेरो आफैले भएको एक्सपिरियन्स, हातले नै बिन खोज्छ क्या। भनेपछि मेन्टालिटी नै चेन्ज हुन्छ क्या, तरिकै चेन्ज भइदिन्छ होइन। नजानेको होइन, नेपालमा फोहोरलाई चाहिँ बिनमा फाल्नुपर्छ भन्न नजाने होइन, नेपालमा काम गरी खानुपर्छ भन्ने नथाहा पाएको होइन, तर एउटा मेन्टालिटी, एउटा प्र्याक्टिस, एउटा कल्चर भन्छ क्या, वर्किङ कल्चर सिकिन्छ, धेरै कुरा सिकिन्छ। त्यो भएर साथीहरू यो देशमा आउनु भनेको, फरेन ल्यान्डमा जानु भनेको, नेपालको कन्डिसन हेर्दाखेरि यो उमेरमा फरेन ल्यान्डमा केही सिक्नु हो, आफूलाई तिखार्नु हो। त्यो भएर साथीहरू विदेशमा आउँदै हुनुहुन्छ भने सबै प्रि प्लान गरेर आउनुहोस्, डराउनु पर्दैन, केही त प्लान गरेर आउनुहोस् र आफ्नो सपोर्टिभ केही साथीभाइ सर्कलहरू बनाएर आउनुहोस्। 2 दिन किन नहोस्, कसैले साथ दिन्छ भने फरेन ल्यान्डमा त्यो नै ग्रेट हुन्छ। त्यो भएर हामी अझै पनि यो कुरामा पछाडि छौँ साथीहरू। हामी विदेशमा घुम्न होइन, त्यो ठुलो अरू एक्सपिरियन्स गरेर हिँड्न, हामीसँग अब नेपाली इकोनोमिक स्ट्याटसले गर्दा धेरैजना मान्छेलाई गाह्रो छ, जुन चाहिँ आफ्नो लागि आफै फाइट ब्याक गर्ने हिसाबले आउनुपर्ने हुन्छ। त्यो भएर साथीहरू खादा लागेको खादाको जिम्मेवारी निभाउनु भनेको नट अ जोक। अस्ट्रेलिया आउँदै हुनुहुन्छ भने मैले भनेका यी कुराहरू धेरै ध्यानमा राख्नुहोस्। एउटा काम अथवा 2टा काम, तर कामको भरमा आफ्नो खाना, ट्राभल, लगाउने, रुम रेन्ट, इलेक्ट्रिसिटी, इन्टरनेट, त्यति मात्र होइन, कहिलेकाहीँ घुम्न मन लाग्ला, त्यति मात्र होइन, कहिले डेटिङ जान मन लाग्ला, त्यति मात्र होइन, अन्य चासोका विषय पनि हुन्छन्। जस्तै मलाई कहिलेकाहीँ क्यामेरा किन्न मन लाग्छ, कहिलेकाहीँ ड्रोन हेर्न जान्छु, ती खर्चहरू धेरै हुन्छन् क्या। त्यो भएर चाहिँ फ्यामिलीको जिम्मेवारी पनि त्यत्तिकै भइदिन्छ क्या, किनभने हाम्रो माइन्डसेट नै फरक छ र हाम्रो प्यारेन्ट्सको मात्र होइन, हाम्रै माइन्डसेट फरक छ होइन। त्यो भएर हामीले चाहिँ त्यो खादा लगाएको जिम्मेवारी पुरा गर्नु छ भने नि, आफूलाई हरेक कुरामा पोजिटिभ राखेर, फरेन ल्यान्डको बारेमा ज्ञान राखेर, आफ्नो स्टेटस ब्याकग्राउन्डलाई बुझेर, रेस्पोन्सिबिलिटीलाई चाहिँ P1 बनाएर हिँड्न सक्यो भने अस्ट्रेलियामा आउने मान्छेहरूलाई गाह्रो हुँदैन। स्पेसली सिटी हो, महँगो छ भन्नेलाई सिटी हो, काम पनि धेरै पाइन्छ। यो भन्छु म, सबै कुरामा चाहिँ अपर्च्युनिटी हुन्छ। सिडनीको कुरामा मरिन्छ, खान पाइन्न, लाउन पाइन्न भन्न चाहिँ सकिन्न। त्यसलाई मात्र गाह्रो छ जसको खुट्टा छन्, जाँगर छैन, हात छ, दिमाग छ, चल्दैन, हो त्यस्तोलाई मात्र गाह्रो हो। यो भन्दैमा रेसिजमको कुरा पनि होइन, कुरा के हो भने नि, सबै हुँदाहुँदै पनि गर्न नचाहनेलाई चाहिँ गाह्रो हो, भएकोलाई गाह्रो होइन। त्यो भएर बी प्रिपेयर, बी स्ट्रङ। आउनु चाहनुहुन्छ भने आउनुहोस्, वेलकम छ, तर खादा लाउँदै गर्दा आफूलाई पनि त्यही स्टेटस, त्यही लेभलमा राखेर आउनु होला। अब यो भिडियो धेरै लामो बनाउँदैन। थ्याङ्क यू सो मच। अहिले बाई।